एम्बो मरचाला यो सोयो बन्गडे कमाउने यही दौरा सुरुवाल लाइने गाँजाको हो यो यही कोही सद्धर बनाएपछि लाइने सबतिर यहीको आठ बल मन्त्र यो कपडा यो सल्लाहले यो कपडा लाइन हजुर न त आगा त यो हाम्रो त यो त भाङ्गै रे कमाले हो भाँगाको हो यो भाँगा यही भाङ्गो बाख्राको उन खुर्यो त्यही हुनेको गाडी बनाउनु हो हजुर यही भाङ्गाको दौरा सुरुवाल बनायो पुतार मान्छे चद्दर बनायो याम्बो डडा हाल्यो रङ्गिन एम्बो हाल्यो यो इति बनाउनमा कति टाइम लाग्यो तँलाई लागन छ धेरै 10-12 दिन यही न्युता लागन्छ हजुर निक्यो काट्यो आँखो बनायो एकजना गल्था बनायो त्यो साझीमा पकाउनु पनि साझीमा साझीमा कोलो बन्नेले खाएन पत्लो रेसा निकाल्ने दौराको साझीमा पकाउनु हजुर पकायो धोयो अझ सुकायो अझ डाल्ला बनायो किरा बनायो यसो किरा बनायो नयाँ पकाउने कोलो बन्नेले खाओमा पकाउनु आगामा पकाउनु कोलो हुने निको हुने राम्रो हुने अनि यसमा कलर पछाडि हाल्दैन ए हजुरलाई यो बनाउन कति दिन लाग्यो यो जिको हो यो सिल्ला बुन्ना अब यो बुन्नु हो हजुर अब यो गाँजाको यस्तै हो अब प्रशोधन भएन पानीमा भिजाउनु हजुर 2-3 दिन भिजाउनु अझै हजुर यस्तो काठको अब त्योमा छ मुङ्गरो हजुर चुट्टा मुङ्गरो हजुर 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 बेहुलाको लोद चुटाएको त्यो पाटनामा त्यो काँचो पाखा अझ चुट्टु पर्छ हजुर सिल लगाएपछि चुट्टु हजुर सुकिलो बनायो अझ धोयो त्यो पाखा सुकायो बढिया राम्रो हुने हुन्छ सुकायो सिद्धु पर्छ जम्मै काम हातैको भयो होइन हजुर मसिनमा आगा त मेरो सम्झने यो मसिनो नायका लन्थ्यो हजुर हातैमा छेकेर हातैमा दौरा सुरुवाल सब हातैमा हुन्छ हजुर अचार बताए मसिनो चल्लाले मसिनोमा कोही दिन लगाउँछ यो 6-7 दिन लाग्यो यो बुन्न यो भाङै हो कि उनले मिसायो हो यो कोही भाङ्गो हो भाङै हो यो उन मिसिया न भाङा पहिले के भने बोटन उठेर लोत निकालेर पुग्यो होइन लोटी काट्नु पर्छ लोत निकालेर पुग्यो मसिनो दाना हुन्छ क्या हजुर त्यो अब यो बोइनु यही जेठ महिना असार महिना अब त्यो भाङ्गो बोइनु अब यो गहुँ काटेर भाङ्गो बोइनु हजुर भाङ्गो गयो ठ्याक्क बजाउको महिना भाङ्गो फुलाउँछ त्यो त्यो धान हजुर काट्यो त्यो फुलन्च्या काट्यो फुलाङ्गो फुद्या हुने काटेर गर्छा बनाउने हजुर अझ यसै काठ काटेर दौरा बनायो हजुर दौरा बनायो त्यो तमाए यहाँ अन्यत्र जमायो अरे पैसा त्यो घर फर्काइसो बोकर्दै यस्तो गर्नु पर्छ त्यो बोक्यो परमा खाद बनायो एक रात भयो बोल्टिन दिन त्यही हुने पछि गाडा पुरो सुकायो हजुर हजुर सुकाउनु ए खै 10-12 दिन पछि निक्को रथिन्छ खुकिलो हुन्छ हजुर खुकिलो हुन्छ त्यही अझ स्वर्ग पानी आएपछि ता गाडामा सुँगद्दु पर्छ हजुर बिदो भ्याएपछि तल पानीमा हालेर छाडा हालेर 4-5 दिन अखन्चरे अझ सुँगद्दु पछि सुँगद्दु अझ फुकायो हजुर मिक्दु पर्छ यहाँ तेर्सा धाका कसैमा चिराउनु लाग्छ तपाईँसँग हातैले छिराउने तपाईँ ठाडो गरेर हातैले ए हजुर एक गरी हाल्नु रहेछ एक गरी मसिनो काम खुब धान्ना हुन्छ धन्दा धेरै धान्ना लागिरहनुहुन्छ
त्यसो यिनीहरूको पाखा बनायो बेच्यो आजकल मन तर 1 2 3 4 साल हो गयो यो पानी लाउने यो पानी जान यसो गरेर खेत्थ्यो वहाँ यो पाखा बनाउँथ्यो हजुर वहाँ पाखा बनायो वहाँ पाखा खरेद त्यहाँ पिउँबारी आउँथेन हजुर थोक्कै बस्नुहरू चाहिँ नै आउँदैन अच्याल नै आउन अच्याल त सब बुझ्यो लाइनु भन्नान् हजुर लाइनु भन्नान् हजुर वहाँ पाखा नै बनाउन वहाँ बेच्थ्यो 300 400 मा वहाँ पाखा बेच कति बेच्यो कति नयाँ बनायो धेरै बेचिया है अब आजबल कति पर्छ आमाईलाई आजबल कति पर्छ बेचन छ यो 300 400 मा ए 3 4 यो पुरै पुरा यो एक यो एक हो अब थोड़ा छ यो यही को 400 300 तत्तीमा 500 मा तेरो सस्तो तत्तीमा बेच्थ्यो सस्तो रहेछ बहुत सस्तो यस्तो यिनी बेच्यो न राख्यो ढङ्गा फट्टाके साबलो राख्यो यता तामाको ताउला राख्यो परात राख्यो भाँडा कुना राख्दा लाग्यो हजुर यही बेचपछि ए बेचबेर फोला राख्यो बे भाँडा कुना राखन्थ्यो कि बनायो राख्यो भने बिक्री गऱ्यो यो हजुरको जो हडेन्छ त्यसले भाँगेको हो यो बाहिरवाला छ नि यो हजुर त्यो उन पौन्डको मैले हातले पुनको आँगुलो छ ए हजुर त्यसले आफैले बनायो आमा हजुरको नाम असमति बहरा ए घर यहाँ खलकोटै होइन टाइले ए डाक्टरवाला गर्ने हजुर यहाँबाट मेरो बच्चा हो हजुर पर्वत मेरो ए मेरो बच्चा हो हजुर हजुर 2 बच्चा बरले मास्टर छ हजुर मेरो गेदो उहाँ दाहेर छ आजकल अन्तरिया दाहेर छ अन्तरिया की गद्दान काम उनको परिवार हो उहाँ छन् उहाँ बस्छन् उहाँलाई घर छ उहाँलाई घर बनाइरहेको छ हजुर मेरो छोटो ठुलो छ तम नआइजना अन्तरिया म यम्बो गाजी पाले आयो यो दुईटा गाजी पाले आयो हजुर ससम्बो यम्बोलाई छ न हजुर म जान नसक्छु यम्बो खेत छ हजुर गाउँघरको हावापानी भयो हावापानीसित यति छाडले नै हाक्यो नै पहाडी घर भयो हजुरको यहीँ देवदेवता यहीँ भयो जन्म त यही जन्म त यहीँ भयो यहीँ धेरै चेलो ठुलो छ पोहोरको वर्ष रिटायर भइरहेछ उहाँ छोराले आयो त घर बनायो पुरानो झोपडी घर थियो नयाँ बनायो आयो त घर बनाएका छ बुझिन यही सबै त लाग्दा जाइरहेछ नाता नातानी काठमाडौँ छ न नौकरी छ बुहारीलाई अगाडि यही छ छोरालाई अगाडि यही छ अब सायद 2 अहलो छ हजुर यदि पर्का त्यहाँ फोन गर्छ यहाँ हजुरको को बस्नुहुन्छ अब एकला एक्लै छु तम एक्लै एक्लै छु बुढा बित्या हुन् एक्लै छु एक्लो लाबिएको आइग्या भने फोन गर्छ खेसे नजिकै छन् कि तपाईँ सजिलो भएछ ना घाँस सास काट्टा लेखा नजिकै छ कि हो नजिक गएछ त्यसो भए तपाईँ एउटा नानी त हजुरको टाढा भयो भए त आमालाई उमेर भइसकेको छ गाई पाल्ला छ हजुर गेदो त जन पाल्ला नाइ हो त जन भन्छ रे हजुर गोरस खाना कि देखा एक गाई पाल्ला छ हजुर ए यहाँ यो गोरस सोरस बेच्नु छ कि यहाँ पुल्लो गएछ घाँस बाँच्यो तपाईँले चाहिँ थक्वा टाढोको छ मेरो ओराउना पराउना बुहारी तिनी अँध्यालो काट्टा ए जग्गालाई अँध्यालो लगाएर राख्यो यम्बो
मन्थरमा आफू कमाउन हजुर छोरोलाई हुन्छ ठक्क टाढो कमाउने अँध्यालो लागेको हजुर ए यो कलर सौतेन आइदियो